वेलकम टु गाइस माई न्यू ब्लग। तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र फेरि आज हजुरको माझमा चाहिँ मैले केरा देखाउन चाहन्छु है। यो केरा चाहिँ अस्ति हावाहुरीले ढलाएर यस्तो छ है। एक कार्टुनै छ केरा चाहिँ है। केरा देख्दै अब तपाईँहरूलाई हाँसो लाग्ला। हाँसो लागे पनि केही छैन, वास्तवमा चाहिँ हँसाउनकै लागि बनाए जस्तो हो यो केरा चाहिँ है। लास्ट सानो छ क्या, तर खाँदा चाहिँ एकदमै टेस्टी छ है। म तपाईँहरू खाएर पनि देखाउँछु। केरा देख्नुहुन्छ, हेर्नु होला, यस्तो छ, एकदम मिठो छ केरा चाहिँ है। एक कार्टुनै छ। यति तपाईँहरूलाई पनि खान मन लाग्छ भने आउनु होला मेरो घरमा है। मेरो आफ्नो हातले पनि खान सक्दिनँ, मलाई त खुवाइदिने मम्मीले हो। मलाई चाहिँ केरा एकदमै मनपर्छ है, त्यो कारणले खाँदैछु। थ्याङ्क यू सो मच मेरो भिडियोलाई हेरिदिनु भएकोमा। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला हजुरहरू सबैजनाले। ल, केरा देख्न सक्नुहुन्छ, फेरि पनि हेर्नु है। एक कार्टुनै छ, एकदमै सानो है केरा चाहिँ।